अहिले चाहिँ ज्योतिषशास्त्र 500 रुपियाँमै बिक्यो हैन। मान्छेले चाहिँ अब पेसा बनायो, गरिखानी भाँडो बनायो हैन। ठिकै पनि हो, ठगा त होइन नि। ठग्या होइन, भए पनि यसलाई चाहिँ चिप बनाइयो के। पहिला चाहिँ गुरुकुलमै गएर गुरुको सेवा गरेर हैन, अनि त्यो विद्या लिइन्थ्यो, त्यो विद्या दिइन्थ्यो पनि, अथवा त्यो विद्याको बारेमा भन्दाखेरि पनि एउटा चाहिँ विथ रेस्पेक्ट के एउटा हुन्छ नि गरिन्थ्यो। अब अहिले चाहिँ यसलाई सस्तो बनाइयो, तर यति सस्तो विद्या त छैन नि त ज्योतिषशास्त्र। त्यहाँ त तपाईँको चाहिँ कति पुस्ताको चिज निक्लिन्छ, कति जन्मका चिजहरू निक्लिन्छ हैन। त्यो चाहिँ त्यो तपाईँको प्रारब्धको रिफ्लेक्सन हो कि। त्यसको बेसमा यदि कोही मान्छेको राम्रो अध्ययन छ, राम्रोसँग उसले त्यो ग्रहहरूलाई क्यालकुलेट गर्छ भने ठ्याक्कै एक्युरेट भनिदिन सक्छ है, ठ्याक्कै आउँछ। र त्यसै मध्येमा एउटा क्यालकुलेट गर्न सक्ने मान्छे तपाईँ हुनुहुन्छ। त्यो हामीले सुनेका छौँ होइन। र तपाईँलाई त्यसको लागि चाहिँ फेरि पनि शुभकामना, बधाई। ल अब सुरु गरौँ गुरु। ल स्क्रिन प्रेजेन्ट भइरह। त्यही मेडिकल एस्ट्रोलोजी अन्तर्गत के हेर्ने कि गुरु? कहाँ आइपुगे? हुन्छ, हामी कहाँसम्म आएको थियौँ त्यहीँबाट कन्टिन्यू गरौँ। मेडिकल एस्ट्रोलोजी नै हामी हेरिरहेको। अब मेडिकल एस्ट्रोलोजीमा चाहिँ हामीले अब ज्वारा योग छ, ज्वरो योग ज्वारा योग कस्तो हुन्छ भनेर चाहिँ यसले भन्छ भन्दाखेरि समग्रमा चाहिँ यहाँ चाहिँ छैटौँ घरमा यसले 39 छैटौँ घर छ भने छैटौँ घरमा चाहिँ यसले भन्न खोजेको के हो? सूर्य लग्नमा भएर छौट्याउमा मङ्गल भयो भने त्यसलाई मृगौला सम्बन्धी रोग पत्थरी हुन सक्छ भन्न सकियो गुरु हामीले। पत्थरी भनेको यसले होइन, मृगौला सम्बन्धी त अब मृगौलालाई समस्या हो नि त, जसरी नि पत्थरीले छुट्टै हो नि। जसरी मृगौलामा चाहिँ पत्थरी हुन सक्छ, मृगौला सम्बन्धित रोगहरू हुन सक्छ भन्न सकियो भनेको के। पत्थरी हुन्छ नि त मृगौलामा नि। त्यो पत्थरी चाहिँ के कारणले लाग्छ? ठ्याक्कै पत्थरी पर्न पत्थरी एपेन्डिक्स पछि हजुर पछि आउँछ गुरु। स्टोन अब त्यहाँ शनिको कारक बन्छ होला गुरु होइन, सूर्यसँग लग्नमा आयो यो के हो भामन योग आयो। अहिले चाहिँ ज्योतिषशास्त्र 500 रुपियाँमै बिक्यो हैन। मान्छेले चाहिँ अब पेसा बनायो, गरिखानी भाँडो बनायो हैन। ठिकै पनि हो, ठगा त होइन नि। ठग्या होइन, भए पनि यसलाई चाहिँ चिप बनाइयो के। पहिला चाहिँ गुरुकुल